काठमाडौँको भिडभाडमा हरेक दिन हजारौं अनुहारहरू देखिन्छन्। कोही कामको हतारमा दौडिरहेका हुन्छन्, कोही साथीभाइसँग रमाइलो गर्दै हिँडिरहेका हुन्छन्। कतिपयले अरूको दुःख देखे पनि बेवास्ता गर्छन्, कतिपय त नजरै जुदाएर पनि नदेखे झैं हिँड्छन्। हजुर जसरी माग्दै हिँड्नुहुन्छ त्यति बेला मान्छेहरूले कति वचन लाउँछन्, कति के भन्छन्, हजुरलाई कस्तो लाग्छ? मलाई चाहिँ वचन लाग्दा चाहिँ अब भित्रदेखि नै अलि दुःख लाग्छ। मिस आफ्नो कर्मै यस्तो रहेछ, भाग्य नै यस्तो रहेछ जस्तो लाग्छ। अलि बेस गरी नै अलि दुःखै लाग्छ। कसरी चाहिँ गुजरा चलाउने, कसरी के गर्ने भन्ने मनमा धेरै नै पीडा हुन्छ। तर त्यही भिडबीच एउटा अनुहार छ जसले आँखाले होइन मनले संसार देख्छिन्। उनी हुन् देवकी सिग्देल। धादिङ जिल्लाको कल्लेरी गाउँमा जन्मेकी देवकी जन्मजातै दृष्टिविहीन हुन्। जब उनी जन्मिन्, आमा दमर कुमारी र बुवा होमनाथ सिग्देलको लागि त्यो ठूलो पीडा बन्यो। तर छोरीप्रति माया भने कहिल्यै घटेन। समय बित्दै जाँदा विवाह गर्ने उमेर आयो र अन्तत उनको विवाह पनि भयो। दुःख भए पनि एकअर्काको साथ त हुन्छ भन्ने सोचका साथ जीवनको नयाँ बाटो सुरु गरे। 2072 सालमा मेरो श्रीमानको लागि चाहिँ पहिला उहाँको आँखा देख्थ्यो पनि हैन, टिचरै हुनुहुन्थ्यो। अनि 72 सालमा उहाँलाई चाहिँ भैँचालो आएबाट आँखा पनि गुम्यो। अनि मानसिक पनि त्यस्तो तनाव भयो अचानक हैन। अनि अब हामीले उपचार गर्दा पनि भएन, केही सिप लागेन। अनि त्यसपछि र पनि म घरमै जिएर बसिरहेको थिएँ, सङ्घर्ष गर्थेँ, नानीहरू पनि थियो, सँगै त्यहीँ थियौँ। तर नियतिको अर्को घाउ झन गहिरो भयो। श्रीमान मानसिक समस्यामा फस्न थाले। त्यसपछि परिवारसँगै बस्ने सङ्घर्ष अझै असह्य बन्दै गयो। अनि 2080 साल लागेपछि चाहिँ मलाई एकदमै खप्न गाह्रो भयो। घरमा एकदमै कठिनाइ पर्यो। मलाई चाहिँ एकदम भनौँ न के कारण भने म चाहिँ वेट मेसिन राखेर म घर जाँदै थियो। 5:30 बजेको बेला थियो, असार 15 गतेको बेला थियो, 80 साल है, बुधबारको दिन थियो। अनि पानी झमझम परेको थियो। अनि म घर जाँदै थिएँ। अनि मेरो नानी चाहिँ एकदम बिमारी अवस्थामा थियो, किडनीमा पानी जमिरहेको बच्चा होइन, कान्छी छोरी। अनि मलाई त्यहाँ चाहिँ जङ्गलको बाटो थियो, म एक्लै हिँड्दै थिएँ, ट्यापे आइलाग्यो। अनि कसरी, अनि मलाई पैसा दे नत्र भए घर जान पाउँदिनस् भने मलाई बोल्नै दिएन है। अनि आफू विवश अवस्थामा पुगेको छु। अनि रातको 9 बजे अरूले घर पुऱ्याइदियो। अनि मैले भोलिपल्ट प्रहरी केस गरेँ। मेरो माइली सासूले होइन यसले नाटक पारे भनेर लगाइदियो। प्रहरीले खोज्न पनि त्यति खोल तलास गरेर छोडिदियो। अनि म त्यही कारणले गर्दा म यो काठमाडौँ आएको। खास मलाई घर बस्न मन नपरे, त्यही भएर मिस। देवकीका 2 सन्तान छन्, छोरी 12 वर्षकी र छोरा 8 वर्षका। आर्थिक अवस्था कमजोर भएकै कारण दुवै बच्चा अहिले बनेपाको SOS बालग्राम खर्कुमा बसिरहेका छन्। मेरो नानीहरू चाहिँ होस्टेलमा छ मिस होइन, बनेपा SS बालग्राममा छ। अनि म चाहिँ नानीहरूलाई भेट्न 6 महिनामा एकचोटि जान्छु। आमाको माया पाएनन् तर सुरक्षित हातमा हुर्किरहेका छन्। देवकी भन्छिन् बच्चा सुरक्षित छन् भन्ने कुराले खुसी लाग्छ। तर आमाको काख खाली हुनु कस्तो पीडा हुन्छ त्यो मैले भन्दा धेरै कसले बुझेको होला र। हाल उनी सुन्दरी जलमा सानो कोठा लिएर भाडामा बस्छिन्। महिनाको 4500 रुपैयाँ भाडा तिर्नै उनको लागि ठुलो चिन्ता हुन्छ। अनि हजुर यसरी माग्दै हिँडेर हजुरलाई पुगिरहेछ त? यो माग्दै हिँडेर त खासै के पुग्नु मिस होइन, कोठाबाल पनि तिर्नुपर्छ, खानै पनि पर्यो है। खासै मलाई चाहिँ यहीबाट चाहिँ खासै पुग्दैन। अब कतिले हामीलाई काम गरेर खा भन्छ, कतिले दिनै मान्दैन। अब हामी धेरै दिनभरि घुम्छौँ भने तपाईँको लगभग 4-5 वटा पसलले मात्रै सहयोग गर्न खोज्छ। कति ठाउँमा साउ छैन भन्छ, कतिले हकार्छ। कोठाबाल नपुगेर म चाहिँ
स्कुलमा उठाएर हुन्छ कि कलेजमा उठाएर हुन्छ कि मैले त्यसरी कोठाबाल तिरिरहेको छु। उही खानलाई चाहिँ अलिअलि चामलहरू किन्न यति मात्रै पुग्छ। पेट पाल्न, भाडा तिर्न र बाँकी जीवन धान्न उनी विगत 2 वर्षदेखि काठमाडौँका सडकमा भिक्षा माग्दै हिँड्न बाध्य छिन्। अनि हजुर यसरी माग्दै हिँडेको कति वर्ष भयो? यो माग्दै हिँडेको लगभग अब असोज 11 गते 2 वर्ष पुग्छ मिस। 2 वर्ष पुग्छ। त्योभन्दा पहिला चाहिँ के गर्नुहुन्थ्यो हजुर? त्योभन्दा पहिला चाहिँ म चाहिँ घरतिर नै थिएँ। सहरका गल्लीदेखि चोक, चोकदेखि मन्दिरसम्म उनका पाइला नपुगेका थोरै मात्र ठाउँ होलान्। हातमा लट्ठी, काँधमा दुःख, अनुहारमा पीडा लिएर बाटोमा माग्न बस्छिन्। अनि हजुरको दिनहरू चाहिँ कसरी बितिरहेको छ त? मेरो दिन चाहिँ म्याम मैले चाहिँ एउटा ब्यानर बनाएर एकजना वृद्ध भएको दाजुलाई लिएर बाटोमा पसलमा उठाएर बिहान 6 बजे हिँडेर बेलुका 8 बजे आइपुग्छु। दिनमा मान्छेहरू हजारौं हिँड्छन्। कोही रोकिएर केही दिन्छन्, कोही नदेखे जस्तो गरी अघि बढ्छन्। तर काठमाडौँकै सडक उनको लागि जीवनको आधार बनेको छ। देवकीको स्वरमा पीडा लुकेको हुन्छ। अनि तपाईँको स्वास्थ्य स्थिति कस्तो छ त? मेरो स्वास्थ्य स्थिति चाहिँ अब कस्तो हुनु मिस, मेरो चाहिँ अब मलाई ज्वरो आएको चाहिँ 2 हप्ता जति भयो। ज्वरो आएर थकितमा थिएँ, मलाई हेर्ने मान्छे पनि कोही थिएन। राति पनि म रातमा मलाई धेरै गाह्रो हुन्थ्यो, पानी तताएर खुवाउने मान्छे पनि भएन, धेरै गाह्रो पीडितमा थिएँ। अनि हस्पिटल गएर एक्लै नसकी जचार आएँ। अनि हस्पिटलमा चाहिँ मलाई किडनीमा चाहिँ सुन्निएको देखियो। अनि त्यसपछि टाउको अनि युरिनमा किटाणु देखियो। अनि किडनीको चाहिँ सिटी स्क्यान गर्नुपर्छ, 4000 लाग्छ भन्ने कुरा गर्नुभयो। आँखा देख्दिन, काम पाइन, भाडा तिर्न गाह्रो हुन्छ, बच्चा टाढा छन्। कहिलेकाहीँ लाग्छ अब बाँच्नुको अर्थ के छ? तर फेरि सम्झन्छु म बाँचे भने मात्रै मेरा बच्चा बाँच्छन्। दृष्टि गुमाउनु जीवन गुमाउनु होइन, तर समाजले देख्ने तरिका, बुझ्ने तरिका र व्यवस्था गर्ने बानी भने साँचो अन्धकार हो। देवकीको कथा केवल उनको मात्र होइन, हजारौं दृष्टिविहीन वा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधि पनि हो। उनीहरू पनि हरेक दिन सङ्घर्ष गरिरहेका छन्, सहरको भिडमा बाँच्न र आफ्नो अस्तित्व कायम राख्न। तर अझै उनीहरू खोजिरहेका छन् सुन्ने कान, बुझ्ने मन र साथ दिने हात। यदि तपाईँलाई कसैले सपोर्ट गर्यो भनेदेखि के गर्न चाहनुहुन्छ? मलाई कसैले सपोर्ट गर्यो भने म बाटोमा बसेर माग्न पर्दैन, म काम गर्न चाहन्छु। मेरो इच्छा त्यही हो मिस। हजुर, मेरो इच्छा भित्रदेखि त्यही छ, बाटोमा बसेर माग्ने, हिँड्न चाहिँ मागेर हिँड्न नपरोस्, यही छ। यदि हजुरहरू सहयोग गर्न चाहनुहुन्छ भने डाइरेक्ट उहाँको कन्ट्याक्ट चाहिँ हामीले स्क्रिनमा दिइराखेका छौँ, उहाँलाई चाहिँ सहयोग गर्न सक्नुहुन्छ।